आजबाट नेपालमा भयानक आशा, भयानक आतंक र उत्साह सुरु भएको छ। आशा र आतंक एकसाथ तीव्र गतिमा फैलिएको छ। आज कति बेलाबाट गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री पदको शपथ लिनु भएपछि आशा र आतंक फैलिएको छ। यो आशा र आतंकले कसलाई हतकडी लाग्छ, को हिरासतमा पुग्छन्, को जेल पुग्छन्, त्यसका आधार के हुन्, कसरी परिस्थिति अगाडि बढ्छ, सुदन गुरुङले लिने एक्सन र त्यसको रियाक्सन, यो बारेमा म आज विशेष जानकारी दिन गइरहेको छु। नमस्ते, फ्यापुल्ला, सेवारो, टासीडेले भन्दै म तपाईँहरूलाई म राजकुमार रेग्मी यो द पिपुल्स थिङ्क ट्याङ्कको युट्युब च्यानलमा स्वागत गर्दै गृहमन्त्री सुदन गुरुङको अबको कदम के यो बारेमा म विशेष जानकारी दिन्छु। पहिलो चर्चा गरौँ। गृहमन्त्री सुदन गुरुङले के भन्नुभयो आज शपथ ग्रहण गरेपछि? उहाँले चारवटा मूलभूत कुरो भन्नुभयो। एउटा, नारायणी हिटी हत्याकाण्डको फाइल खोल्छु भन्नुभयो। त्यसको अर्थ के हो म बताउँछु। अरू चिज बताउनु भयो। अर्को कुरो, सिआइबीलाई एकदम स्ट्रेन्थेन गर्ने, त्यसको क्षमता अभिवृद्धि गर्ने कुरो गर्नुभयो। र मुख्य कुरो, फाइल खोल्छु भन्नुभयो, कसैलाई छाडिँदैन भन्नुभयो। अब म चर्चा र विशेष जानकारीमा जाउँ। सुदन गुरुङजी गृहमन्त्री हुनुहुन्थ्यो, उहाँ हट्न पर्यो, अहिले फेरि पुनर्बहाल हुनुभएको छ। विवाद विभिन्न छन्। विवाद भनेको गृहमन्त्री जस्तो एकदम प्रमुख पदमा पुग्दाखेरि, त्यहाँबाट हट्दाखेरि त्यहाँ पुग्ने पात्रको बारेमा, त्यहाँ पुग्ने व्यक्तित्वको बारेमा विवाद हुन्छ। यसलाई म सामान्य रूपमा लिन्छु। मुख्य कुरो, त्यो गृहमन्त्रीले काम के गर्यो, त्यो चाहिँ मुख्य कुरो। सुदन गुरुङको सम्बन्धमा अब आउँ, उहाँको एक्सनको बारेमा। के हुन्छ एक्सन, किन हुन्छ एक्सन, त्यो एक्सन हुन्छ भन्ने आधार के हो, त्यसमा समेत म चर्चा गर्छु। सुदन गुरुङ गृहमन्त्रीबाट किन फर्किँदै हुनुहुन्छ भने, फर्किनु भयो भने प्रधानमन्त्रीले खोजेर रासोपा अध्यक्ष रवि लामिछानेले रोजेर उहाँ गृहमन्त्री हुनुभयो। सुदन गुरुङ यस्तो गृहमन्त्री हो, यस्तो पात्र हो जसलाई प्रधानमन्त्री बालेन्द्र शाहको पनि विश्वास छ, पार्टी सभापति रवि लामिछानेको पनि भरोसा। त्यस कारणले आउनुभयो। र उहाँ त्यतिकै आउनुभएको छैन, उहाँ एजेन्डा बोकेर आउनुभएको छ। उहाँको एजेन्डा हो फाइल खोल्ने। के हो फाइल खोल्ने, म चर्चा गर्छु। कवि भुपी शेरचनको अत्यन्त चर्चित कविता छ, यो हल्लै हल्लाको देश हो भन्ने। उहिले हल्लै हल्लाको देश थियो होला, तर अहिलेको नेपाल, आजको नेपाल काण्डै काण्डको देश हो। अनेक भ्रष्टाचार काण्ड, लुट काण्ड, यति धेरै काण्ड, काण्डै काण्डले देश भरिएको छ। र त्यस्ता काण्डका उजुरी, त्यस्ता काण्डको अनुसन्धान, त्यस्ता काण्डको ढाकछोप, यस्ता यावत फाइलहरू नेपाल राज्यका आधिकारिक निकायहरू जताततै छन्। ती भ्रष्टाचारको फाइलले चिच्याइ कसैलाई मेरो रेस्क्यु गरिदेऊ भन्दै बोलाइरहेको अवस्था थियो। त्यो रेस्क्यु गर्ने टिम रासोपा आएको हो कि भन्ने जनतालाई विश्वास छ। र आजबाट त्यो रेस्क्यु गर्ने पात्र गृहमन्त्री सुदन गुरुङ हो कि भन्ने ती फाइलहरूलाई लगाएको छ। त्यसै कारणले उहाँले सबै फाइल खोलिन्छ भन्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि लिएर राष्ट्रिय सतर्कता केन्द्रदेखि लिएर सिआइबीसम्म जताततै विभिन्न काण्डका फाइलहरू छन्। ती काण्डका फाइलहरू कहिले खुलेनन्, किनभने विगत यो देशको शासन सत्ता कब्जा गरेर क्याप्चर गरेर बसेको नेता, तिनका परिवारले ती फाइलहरूलाई कैद गरेर राखेको थिए। त्यो फाइलहरू माफत होला, त्यो फाइलहरूलाई कैदबाट उन्मुक्ति दिने काम सुदन गुरुङले गर्छु भन्नुभएको छ। त्यस कारणले आशा जागेको छ। र ती फाइलहरू कैदबाट मुक्त भएपछि त्यो फाइलमा डामिएका नामहरू, ती पात्रहरू आतंकित छन्। आज उनीहरू आतंकित हुन सुरु भइसकेका छन्। कैयन त विदेश पलायन हुने होलान्। मेरो व्यक्तिगत जानकारीमा भएअनुसार केही पात्रहरू विदेश पलायन भइसकेका छन्, तर ठुला ठुला पात्रहरू छैनन्। जस्तो मेरो जानकारीमा भएका पात्र भनेर मैले शेरबहादुर देउवा र आरजु देउवा भनेको होइन, अरू साना छोटे पात्रहरू जो राष्ट्रिय लुटमा संलग्न थिए। र गृहमन्त्री सुदन गुरुङले गृहमन्त्री हुँदाखेरि जे पाइला चाल्नुभयो भ्रष्टाचार विरुद्धमा,
विगतका कालो करतुत गर्ने पात्रहरूको विरुद्धमा जे कदम चाल्नुभयो, नियत सफा थियो, मनसुवा राम्रो थियो, अठोट राम्रो थियो, तर पाइला परिपक्व भएन। तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री गृहमन्त्री रमेश लेखक आदिलाई उहाँले पौडाउ गर्नुभयो, तर अदालतबाट उहाँहरू छुट्नुभयो। वास्तवमा के हो भने विगतका पात्रहरूलाई यस्तो केसमा पौडिनै होइन, विगतका को पात्र पौडिने कसलाई नपौडिने भन्ने नै होइन के काण्डको फाइल खोल्ने, जस्तो आज गृहमन्त्रीजीले भन्नुभयो फाइल खोलिन्छ भनेर, काण्डको फाइल खोल्ने, त्यो फाइलले कसलाई तान्छ तिनका हातमा हतकडी लाग्छ। उहाँको आजको आशय त्यही हो। पहिलाको गृहमन्त्री सुदन गुरुङले चाहिँ व्यक्ति टार्गेट गर्नुभयो त्यति बेला, र उहाँ चुक्नुभयो, र उहाँले आँटेका ताकेका जुन काला पात्रहरू थिए ती मुक्त भए, उम्किने मौका पाए। तर आज यो ठुलो हन्डर ठक्कर खाएर गृहमन्त्री पद गुमाउनु पर्यो, र निकै कठिन मेहनतपछि गृहमन्त्री पद पुनर्प्राप्ति गर्नुभयो सुदन गुरुङजीले। त उहाँले अब अपरिपक्व कदम चाल्नुहुन्न भन्ने आजैबाट देखियो। त्यो कसरी देखियो भने उहाँको सिर्फ एउटा वाक्यबाट, फाइल खोलिन्छ। हो, फाइल खोलेर चाहिँ पौडिने हो कि कसलाई पौडिने होइन, फाइलले जसलाई देखाउँछ त्यसलाई पौडिने। त्यसकारणले गृहमन्त्रीजीको फाइल खोल्ने भन्ने वाक्य त्यो अत्यन्त गहिरो र महत्त्वपूर्ण वाक्य मैले ठानेको छु। त फाइल खुलेपछि के हुन्छ त? दुई तीनवटा चिज चाहिँ यसमा, हाम्रो देशमा के छ भने त्यस्ता फाइलहरू खुले पनि केही पनि नहुने परिस्थिति। खासमा भन्ने हो भने त्यस्ता फाइलहरू आफ्ना विरुद्ध तयार होलान् भविष्यमा, उम्किन पर्छ भनेर कानुन पहिल्यै मिलाइएको छ। त्यसकारण त्यस्ता पात्रहरू पौडौ पर्छन्, रिहा हुन्छन् अदालतबाट, किनभने कानुनले त उनीहरूलाई छुन सक्दैन। आफूलाई आफ्नो भ्रष्टतन्त्रलाई ध्यानमा राखेर, आफूलाई ध्यानमा राखेर यिनीहरूले कानुन बनाएका छन् के, त्यसकारणले यिनीहरू उम्किन्छन्। हो, गृहमन्त्री सुदन गुरुङजीले अब फाइल खोल्दाखेरि, फाइल एकछिनपछि खोल्न थालिहाल्ने ठिक छ, त्यसको साथसाथमा कानुन संशोधन गर्ने, यिनीहरूले उम्किनका लागि भोलि पौडो परिएला, त्यसकारण अहिले नै उन्मुक्ति लिनुपर्छ भनेर जुन कानुनी प्वालहरू बनाए, ती प्वालबाट फुत्त छिरेर यिनीहरू निस्किन्छन्, धरौटीमा के भनेर निस्किन्छन् अदालतबाट। अदालतको दोष होइन कि, त्यो कानुनमा छिद्र बनाइएको छ। हो, गृहमन्त्री सुदन गुरुङजीले यसमा हात हाल्न पर्यो, फाइलमा हात हाल्दैन। अब फाइल खोलिन्छ भन्ने उहाँको वाक्य सुन्दा म बहुत खुसी भएँ र अलिकति दुखी पनि भएँ। फाइल पनि खोलिन्छ, ती फाइल खोल्दा समातिने डामिने पात्रहरू उम्किने, कानुन पनि संशोधन गरिन्छ भन्न पर्थ्यो। म आशा गर्छु कानुन पनि संशोधन गरिएला। र गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने भनेर कहाँबाट खोल्ने भनेको पनि प्रश्न बुझौँ है त। नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक सबैभन्दा ठुलो निकाय छ, त्यो निकायको नाम हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। त्यो आयोग संवैधानिक आयोग हो, त्यसमा सरकारले हस्तक्षेप गर्न सक्दैन। हो, सरकारले चाहिँ हस्तक्षेप गर्न सक्दैन, तर विगतमा यो देश क्याप्चर गरेर, यो देशलाई नै मुठीमा राखेर, यो देशलाई नै बन्दक बनाएर राखेका केही खास खलपात्र नेताहरू जो थिए, उनीहरूले चाहिँ त्यहाँ कब्जा गरेका थिए, आफ्ना मान्छे भर्ती गरेर। त्यसकारण कुनै फाइल खुल्दैन थियो। अब नाम लिउँ, शेरबहादुर देउवाको विरुद्धमा फाइल खुल्दैन थियो, अनि शेरबहादुर देउवाको विरुद्धमा फाइल नखुलेपछि शेरबहादुर देउवाको मातहतका चाकर नेताहरू, उनका विरुद्ध पनि फाइल खुल्दैन थियो। प्रचण्डको विरुद्ध फाइल खुल्ने कुरो भएन, प्रचण्डका चाकर टिम गोटी नेताहरूको पनि फाइल खुल्दैन थियो। केपी ओलीको फाइल खुल्दैन थियो, र केपी ओलीको सेरोफेराका नेताहरूको खुल्ने कुरै भएन। यसरी भ्रष्टतन्त्रले, ठुला नेताहरूले राष्ट्रिय उन्मुक्ति पाइरहेको अवस्था थियो। त्यो उन्मुक्तिको
पिरियड सिद्धियो। त्यो उनीहरूको उन्मुक्तिवाला औषधि छ नि, त्यो औषधि आजका मितिबाट डेट एक्सपायर भयो। वास्तवमा सुदन गुरुङले आज फाइल खोलिन्छ अब भनेर जुन भन्नुभयो त्यसको अर्को पनि अर्थ छ। हिजो यो देश क्याप्चर गरेर लुटतन्त्र मचाउने नेताहरू जो थिए तिमीहरू डेट एक्सपायर अब भयो, अब तिमीहरूलाई डम्पिङ गर्नुपर्छ, डम्पिङ साइटमा लानुपर्छ भनेको। त्यो डम्पिङ साइट भनेको हिरासत र जेल हो। पहिलो नम्बरमा हतकडी हुन्छ, त्यहाँबाट हिरासत हुन्छ, अनि त्यहाँबाट जेल हुन्छ। र यो सबै प्रोसेस चाहिँ कानुनी हुनुपर्छ, त्यसमा त कुनै दुविधा छैन। त्यसै कारण मैले भने कि कानुनहरू संशोधन गर्नुपर्छ। त अर्को महत्त्वपूर्ण कुरो यसमा जाउँ, अर्को अत्यन्त महत्त्वपूर्ण कुरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको ठुलो माछा होइन, सानो सानो भ्यागुता मात्रै पौडिने निकायमा परिणत भएको थियो। त्यसै कारणले जनतामा व्यापक असन्तुष्टि थियो। र अहिले सुदन गुरुङले सिआइबीलाई सक्रिय बनाउने भन्नुभयो, त्यसको क्षमता अभिवृद्धि गर्ने भन्नुभयो, त्यसलाई चाहिँ विषयगत अनुसन्धान गर्न सक्ने बनाउने भन्नुभयो। त्यसको अर्थ के हो कि गृहमन्त्रीले बोल्नु भनेको प्रधानमन्त्रीजी पनि केमा कन्भिन्स हुनुहुन्छ भने यो अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धमा केही गर्नेवाला छैन भनेर उहाँहरूले बुझ्नु भएको छ। तर अख्तियारलाई चलाउन पनि सकिँदैन, किनभने सरकारले चलाउन सक्दैन। त्यहाँका पदाधिकारीलाई हटाउन पर्यो भने महाभियोग लगाउनु पर्छ। भनेपछि के गर्ने त भनेपछि हिजो यी काङ्ग्रेस एमाले माओवादीकै पालामा प्रहरीमा एउटा युनिट बनाइएको थियो, सिआइबी, सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो। त्यो ब्युरोले भ्रष्टाचार र आर्थिक अपराधको अनुसन्धान गर्छ। त्यही मार्फत जाने रणनीति यो सरकारले बनाएको प्रष्ट देखिरहेको छ। त्यही मार्फत अगाडि बढ्ने, त्यही मार्फत यी हिजोका ठुला ठुला भ्रष्टहरूलाई हतकडी लगाउने रणनीति र प्लान सहित सुदन गुरुङ आउनुभएको रहेछ भन्ने आजको उहाँको अभिव्यक्तिबाट देखियो। त्यसैले उहाँले भन्नुभयो कि अख्तियारलाई, सिआइबीलाई सशक्त बनाइनेछ। अब यसको के हुन सक्छ त भन्दाखेरि तपाईँ हामीले सुन्दै आएका दर्जनौँ ठुला ठुला फाइलहरू अब खुल्नेछन्। त्यो फाइलहरू खुल्दै जाँदाखेरि सम्पत्तिको स्रोत सम्बन्धित पात्रका सेरोफेरोका पात्रहरूको खोजिनेछ। जस्तो अहिले भर्खर समाचार आइरहेको छ कि केपी ओलीका स्वकीय सचिव तथा उनका भदै नातदार हुन् राजेश बज्राचार्यको चाहिँ अख्तियारले एकदमै सिआइबीले अनुसन्धान अगाडि बढाइरहेको छ भनिएको थियो। र अनुसन्धान अगाडि मात्रै बढ्थ्यो, केही त हुनेवाला थिएन, अहिलेसम्म त केही त भएको थिएन। मैले व्यक्तिगत रूपमा पाएको जानकारी अनुसार त राजेश बज्राचार्यको त 2.5 महिना अगाडि नै एयरपोर्टमा उड्न नपाउने गरी पासपोर्ट रोक्का गर्नु भन्ने निर्देशन थियो। आजकै नियुक्त हुनुभएको गृहमन्त्री सुदन गुरुङजीले त्यो चाहिँ निर्देशन पठाउनु भएको थियो। यस्ता पात्र धेरै छन्, यस्ता पात्र धेरै छन्। जस्तो शेरबहादुर देउवा वरिपरिका पात्रहरू धेरै छन्। जस्तो भन्नुहुन्छ भने केपी ओलीकै वरिपरिका पात्रहरू, अब केपी ओलीको वरिपरिका प्रमुख पात्र भनेको महेश बस्नेत नै सबैभन्दा भ्रष्ट भनेर केही समय अगाडि डामेको पात्र विष्णु रिमाल। एमाले भित्र विष्णु रिमालको व्यापक विरोध हुन्छ, हामीले सुनेको छौँ। र एमालेको चाहिँ खजान्जी, केपी ओलीको खजान्जी भनेर विष्णु रिमाललाई चिनिन्छ कि हो। यस्ता पात्रहरूले पनि उन्मुक्ति पाउने अवस्था थियो कि सुदन गुरुङ गृहमन्त्री भएर आज आएपछि यस्ता 50औं पात्र छन्। अहिले मलाई मुख भन्दा भन्दै फ्याट्ट मुखमा आएको पात्रहरूको नाम दिए। त यस्ता 50औं पात्रहरू आगामी दिनमा हतकडी लाग्ने भयो यी पात्रहरूलाई, किनभने गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने हुनुहुन्छ। अब म अलिकति ब्याक गएर चर्चा गर्छु। नारायण हिटी हत्याकाण्डको फाइल खोल्ने भनेको के हो? नारायण हिटी हत्याकाण्डको फाइल खोल्ने भनेको के हो? त्यो फाइल खोल्छु भनेर केही मेसेज दिन खोजिएको छ। एउटा, यो देश, यो लोकतन्त्रमा राजतन्त्रलाई ठाउँ छैन, बालन शाहलाई, यो सरकारलाई राजावादी हो कि भनेर आशंका गर्ने, त्यस्तो भ्रम फैलाउने काम भइरहेको छ।
यो गणतन्त्र हो, यो लोकतन्त्र हो, यहाँ जनताको शासन हुन्छ, राजाहरूको कुनै ठाउँ छैन। राजाको हत्याकाण्डको हामी छानबिन गर्छौँ भनेर यो सरकारले एउटा मेसेज दिएको। अर्को मेसेज के हो भने त्यति पुरानो फाइल त खोल्छौँ भने बाँकी केही बाँकी राख्दैनौँ, सबै फाइल खोल्छौँ भन्ने मेसेज दिएको। अब यो मेसेजको ठाउँमा अब जनतामा जागेको आशाको कुरो गर्छु है त, म अलिक गम्भीर छ यो। त कुरो के हो भने जेनजी आन्दोलनका माग के थिए भनेर भन्यो भने व्यक्तिले आफू खुसी जे भने पनि पाइयो के। कसैले राजतन्त्र थियो, राजतन्त्र फिर्ता ल्याउने थियो भने पनि पाइयो, किनभने आधिकारिक माग राखेर जेनजी आन्दोलन सुरु भएको थियो। तर सर्वसम्मतिले सबैले भन्न सक्छ कि जेनजी आन्दोलनको प्रमुख माग भनेको भ्रष्टाचार नियन्त्रण हो, भ्रष्टाचारीलाई हतकडी लाउने हो। त्यति बेला नेपो बेबीको कुरो आएको थियो, तपाईँहरू सबैलाई याद छ। र भ्रष्टाचारीहरूको हातमा हतकडी लाग्नु पर्यो भनेरै रासोपाले गएको चुनावमा 2/3 एराउन्ड ल्याएको। भ्रष्टाचारीको हातमा हतकडी लाग्नुपर्छ भनेरै लगाउँछ सुदन गुरुङले भन्ने आशाले नै गृहमन्त्रीमा सुदन गुरुङलाई फिर्ता ल्याउनुपर्छ भन्ने माग उठेको। र प्रधानमन्त्री बालेन्द्र शाहको पनि त्यही देखिन्छ, सबैलाई भ्रष्टहरूलाई हतकडी लाउने, भ्रष्टहरूलाई एउटा टुङ्गोमा पुर्याइदिने उहाँको देखिन्छ। त्यही कारण उहाँले यतिका समयसम्म अर्को गृहमन्त्री ल्याउनु भयो, किनभने सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड क्यारेक्टर, उहाँ एकदम डेडिकेटेड क्यारेक्टर हो। सुदन गुरुङबाट उहाँले पनि धेरै अपेक्षा गरेको होला, एक्सन यो मान्छेले गर्छ भनेर, त्यही कारण उहाँहरूले फिर्ता ल्याउनु सुदन गुरुङ। यो सुदन गुरुङ जस्तो अपरिपक्व मान्छे, नयाँ मान्छे, केही नबुझेको मान्छे, राजनीति नबुझेको मान्छे गृहमन्त्री बनाएको भनेर खिसी गरेको सुनिन्छ। सुदन गुरुङजी सुरुमै गृहमन्त्री हुँदा यो खिसीका विरुद्ध मैले एउटा भिडियो बनाएको थिएँ, त्यो फर्केर यो च्यानलभित्र हेर्न सक्नुहुन्छ। खासमा कुरो के हो भने बालिग नागरिक जो छ, हरेक नागरिकको गृहमन्त्री बन्ने योग्यता पुग्छ, त्यसका लागि सङ्घीय संसदको सदस्य हुनुपर्छ। सङ्घीय संसदको जति पनि सदस्य छन् अहिले हरेक सदस्य गृहमन्त्री बन्न लायक छन्। सुदन गुरुङ त जनताले भोट दिएर निर्वाचित गरेर पठाएको सांसद हो। तपाईँलाई चित्त बुझोस् कि नबुझोस्, मलाई चित्त बुझोस् कि नबुझोस्, तपाईँलाई मन परोस् कि नपरोस्, मलाई मन परोस् कि नपरोस्, गृहमन्त्री बन्ने योग्यता पुगेको। त्यसकारणले कसैलाई चित्त बुझे पनि नबुझे पनि सुदन गुरुङ गृहमन्त्री बन्नुभएको छ, उहाँले एक्सन लिन्छु भन्नुभएको छ। अब यसको साइड इफेक्ट भोलिबाटै देखिनेछ है। हिजोसम्म त यी पुरानो सत्ताकाहरू, पुरानो भ्रष्टतन्त्रका मतियारहरूले के भन्छन् भने सुदन गुरुङको बारेमा छानबिन गरिएको खोइ त प्रतिवेदन भनेनन्। अब भोलिबाट भन्छन् यिनीहरूले, किनभने यिनीहरू यस्तो कुरो बोल्दैनन् कि सुदन गुरुङको सम्पत्ति छानबिनमा नि ठुलो आवाजले बोलेका होइनन् नि यिनीहरू। रासोपा आफै बोलेको, प्रधानमन्त्री आफै बोलेको, प्रधानमन्त्रीले राजीनामा दिनु भनेको, बालेन्द्र शाहले प्रश्न उठ्यो राजीनामा दिनुहोस् भनेको, अनि प्रश्नको निरूपण भएपछि फिर्ता प्रधानमन्त्रीले ल्याउनु भएको। यी काङ्ग्रेस एमाले माओवादीले ल्याएको होइन कि। काङ्ग्रेस एमाले माओवादीहरू के चाहन्छन् भने यो देशमा भ्रष्टाचार भन्ने चिजमा कुनै कारबाही नै नगरियोस् भन्ने चाहन्छ, किनभने त्यो कुरा गर्न साथ आफै परिन्छ, त्यो अवस्था छ। र त्यो अवस्थाको निरूपण गर्दै आज गृहमन्त्री पदमा बालेन शाह नियुक्त हुनुभएको छ। आजै महावीर पुन पनि विज्ञान प्रविधि मन्त्री हुनुभएको छ, नवप्रवर्तन मन्त्री। मुख्य सबैको चासो र ध्यान गृहमन्त्री सुदन गुरुङमा छ। सुदन गुरुङको जो पर्सनालिटी हो, जो उहाँको एक्सन हो, जो उहाँले बोल्ने गर्नु भएको छ, अस्ति मात्रै आफ्नो गृह जिल्ला गएर उहाँले म गृहमन्त्री बन्दैछु, मलाई बधाई सधाई नदिनु, काम गरेपछि बधाई दिनु भन्नुभएको छ। त्यसकारण आम जनतामा आशा जागेको छ। त्यसै कारण हिजोका भ्रष्टहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ र अब देशमा प्रमुख 3टा शब्द हुनुपर्छ: हिरासत, हतकडी, जेल मुद्दा भ्रष्टहरू विरुद्ध। आशा छ सुदन गुरुङले यो काम गर्नुहुन्छ। हस्, धन्यवाद, नमस्कार।